अब यसो बाहिर निस्किन पाइएको छ उज्बेकिस्तानमा आएर 2 महिनापछि बाहिर निस्क्यौँ है। यस्तो रहेछ घुम्न निस्केको छौँ अहिले। अब घुमेर 1-2 दिन घुमेर घरतिर निस्किन्छौँ कि जस्तो पनि छ कि काम पायो भने अन्त्यतिर काम पनि गर्न सक्छौँ। अब ठिक छैन यहाँ। अब यस्तो छ नेपाल लाइक इन्डिया जस्तै हो। इन्डिया जस्तै छ, गर्मी पनि त्यस्तै छ। अहिले चाहिँ हामी होटलतिर जाँदैछौँ। सो अहिले बाटोमा के हुन्छ यसो भिडियोहरू क्लिप गरेर हालिदिन्छु। गाउँ एरियामा आइएछौँ। 2 महिना यता काम गऱ्यौँ। अब 2 महिना काम गरिसक्यौँ। अब उता चाहिँ कति काम गरिन्छ थाहा होइन। अब 2 महिना काम गरेको। अब यो महिनाको पर व्यक्ति $250 दिए जम्मा $300 हुनुपर्नेमा। यहाँ कम्पनीले हेप्या त होला नि हामी दुईटा नेपालीलाई होइन। के भन्नु, यस्तै छ विदेशको जिन्दगी। सो जानेर बुझेर विदेशतिर आइदिनु होला है।